निर्वाचन आयोगले निज व्यक्तिलाई चाहिँ अयोग्य घोषणा अघिल्लो दिन गर्छ र भोलिपल्ट दिएको मतपत्रमा चाहिँ निर्वाचन आयोगले उक्त चिन्ह हटाउँदैन भनी हेर्नुहोस्। नेपाली जनताले सार्वभौम नेपाली नागरिकले चाहिँ निर्वाचन आयोगले के गर्यो वा को व्यक्तिलाई कालो सूची भनेर जान्दैन, उसले तकानी पाटो उसले जान्दैन। उसले के जान्दछ भने मतपत्रमा भएको चिन्हहरू मध्ये म कसलाई मत हाल्छु भनेर उसले जान्दछ। त्यसो हुँदाखेरि मतपत्रमा चिन्ह यथावत कायम राख्ने, अघिल्लो दिन हटाउने, अयोग्य घोषणा गर्ने, भोलिपल्ट निजले लिएको उम्मेदवारको चिन्ह चाहिँ यथावत कायम राखेर मतपत्र जनतालाई दिन्छ। हेर्नुहोस्, नागरिकले त्यो मतपत्रमा मतदान गर्छन्। ती नागरिकले दिएको मतपत्रको अवमूल्यन गर्ने अधिकार न त यो देशको सर्वोच्च अदालत र कुनै अदालतलाई छ, किनभने सार्वभौम सत्ता भनेको चाहिँ अदालत निर्णय गर्ने विषय हो। जनताको अधिकार कुरा हो, राजनैतिक अधिकारको कुरा। राजनैतिक अधिकार कुनै पनि नागरिकलाई तेरो छैन, तेरो मतपत्र चाहिँ बदल भयो भनेर भन्न मिल्छ कि मिल्दैन भन्ने गम्भीर प्रश्न हो। यो प्रश्न भनेको तपाईँको नेपालसँग जोडिएको होइन, विश्वको लोकतन्त्रले, विश्वको डेमोक्रेसीको नर्म्स के हो भन्ने कुरा यहाँ बुझ्नु पर्छ। त्यसकारणले विश्वको डेमोक्रेसीको नर्म्सले के भन्छ भने मतदाताले मतदान गरिसके पछाडि एउटा मतदाताले मतदान गर्न पाएन वा उसको मत अर्काले दान गरौ मतदान गरौ भने पनि त्यो मतसिंहको मत व्यवस्था क्षेत्रको मतदान बदल भएर पुनर्निर्वाचन गरेका विश्वका उदाहरणहरू छन्। हेर्नुहोस्, त्यसकारणले एउटा मतदाताले दिएको मत उसले सही प्रयोग गर्न पाएन वा उसको नामको मत अर्को पक्षले कृत्रिम रूपमा प्रयोग गरौ भने पनि सिंहको मत त्यो क्षेत्रको मतदानै पुनर्निर्वाचनमा जान्छ भने अब त्यहाँ सबैभन्दा बढी मत दिने जनताले दिएको मतको अस्तित्व र उनीहरूको राजनीतिक अधिकार के हुन्छ भन्ने कुरा यो जनताको सार्वभौम अधिकारभित्र पर्छ। त्यसकारण जनताको सार्वभौम अधिकारलाई न त निर्वाचन आयोगले कुण्ठित गर्न सक्छ न सर्वोच्च अदालतले कुण्ठित गर्न सक्छ। अब निर्वाचन आयोगले उक्त दिएको मत जुन छ घोषणा गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश लगायो। अन्तरिम आदेश लगायो भनेको निर्वाचन आयोगले चाहिँ दोस्रो हुने व्यक्तिलाई चाहिँ पहिलो मानेर घोषणा गरेको अवस्था भए तापनि सर्वोच्च अदालतले त्यसलाई अस्वीकार गर्यो। अहिले तत्काल कार्यान्वयन सर्वोच्चले उहाँ कालो सूचीमा हुनुहुन्न भन्यो, आउँदैछ त्यहाँ। तत्काल कार्यान्वयन नगर्न भनेपछि अर्को निर्णय के आयो भने कालो सूचीको सम्बन्धमा अर्को रिट आयो। अर्को रिटमा के भन्यो भने उहाँलाई तत्काल कालो सूचीमा राख्न नराख्नु भनेर अन्तरिम आदेश दियो। अब निर्वाचन आयोगले कालो सूचीमा राख्न दिएको व्यक्तिले कालो सूचीमा राख्न मिल्ने कि नमिल्ने भन्ने कुरा चाहिँ अदालतले निर्णय गर्छ। हेर्नुहोस्, अदालतले कालो सूचीमा राख्दैन। त्यसकारणले कालो सूची राख्ने भनेको के हो भन्दा कर्जा सूचना केन्द्रले राख्ने हो। कर्जा ऋण असुली र कर्जा सूचना केन्द्रले कालो सूचीमा राखेको अवस्था हो कि भनेर हेर्दाखेरि सर्वोच्च अदालतले हिजो दिएको अन्तरिम आदेशमा प्रष्ट रूपमा के लेख्यो भने कर्जा सूचना केन्द्रले मिति 2082 11/28 गते दिएको जानकारी अनुसार पस नम्बर 8886 को पत्रमा निज उम्मेदवार किशोर शाह कमलको नाममा कालो सूची नरहेको भन्ने आएको देखिदा निजलाई चाहिँ कालो सूचीमा राख्ने गरी काम नगर्नु भनेर अन्तरिम आदेश दियो। अदालतले कालो सूचीमा राख्ने होइन, अदालतले जसले कालो सूचीमा राख्यो उसले दिएको निर्णय अनुसारले निर्णय गर्यो। त्यसकारणले जसले कालो सूचीमा राख्यो उसले के भन्यो भने कालो सूचीमा छैन भनेर आइसक्यो, यो व्यक्ति हाम्रो कालो सूचीमै छैन भनेर आइसकेपछि अब अदालतले दिएको आदेशलाई हामी यहाँ समाज शासनमा हेर्छौँ, म बोल्दैछौँ, हामी कानुन व्यवस्थाबाट के बोलिन्छ भने अदालत पनि देखियो। अब अदालत देखियो होइन, हामीले कानुन पढ्नु पर्यो पहिला। अदालतले